ल अब यहाँ मल हाल्नु पर्यो साथीहरू हैन। मल हालेपछि चाहिँ मेरो यो चराले केही राख्दैन अनि मैले यसरी इँटा राख्नुपर्छ, नत्र चराले माटो खनेर केही बाँकी राख्दैन। यसरी छोपेर राख्नुपर्छ, सबैमा त्यही गर्नुपर्छ। मैले केही राख्दैन। अब यी कलिलोमा हालौँ भने त यो पिना राख्ने बित्तिकै मरिहाल्छ। यसमा त बाख्राको दाँत पनि छ है, दसैँमा काटेको बाख्राको दाँत थिए कुहिन्छ भनेर यहाँ फालेको कुहिएन छ। यसलाई त कोट्याउनै बिर्सिएछु मैले त। अन्डाको खोस्टा चाहिँ अन्डा खाएर मैले फाल्दिनँ कि, सबै यसरी नै हाल्छु है जम्मै बिरुवामा, कहिल्यै पनि फाल्दिनँ है। ठ्याक्क यसरी नै हालिदिने हो मल बनाउन। सँगालेर राखेँ अनि पिसेर कुटेर यहाँ हाल्छु।